यस्तो भयो नाइ ल छिटो जाऊ अब फेरि माग्नु घरमा नि होला जिराजले मासुम दाको के हुन्छ त ले जाऊ भन्दै मलाई खानु जाऊ न मलाई के माथि है खालकुच्यो यो मान्छेलाई रहर लागेछ
मान्छे बिगार्नु जान्दैन छक्कले घटाएको सिमीलाई निकाल्छु तिमी राख्नलाई म निकाल्छु तर के नगरिसक्यो फाइदा नाच्यो जाठो बसाइसिनी नगरिसक्यो फाइदा म चाहन्छु हामीले गरेन त्यसै लाग्यो न हामी ग्रुपले गर्ने हो हरेक कुरा हामीले गर्ने हो हामी त त्यो अभिनय मात्रै गर्ने हो क्या ए बुद्धि सुद्धि काहीँ बोलेको छ बोलेको छ बुद्धि सुद्धि छ तल दिइसकेको छ ल के भनेको यहाँ भाउजूको घरको मान्छे झार्दै ढुङ्गो काट्ने भयो कसरी एउटा किलो काँटा लगाएको छ अनि ल अनि झोला भागै त्यति माकोमा मलाई थाहा छैन है कसको के काट्ने मलाई थाहा छैन यता म त नाच्ने मात्रै हो किलो काटेर लाग्छ धनमाजुको घर थाहा छ छैन थाहा छ हौ थाहा छ भने हिँड्नु हल्ला त गर्ने त आज फागुमा नगरेर कहिले गर्छ हल्ला जान्छ माथि नै होला तपाईँको बुढाले लगेर हिँड्नु लगेर लानु तपाईँको बुढाले लगेर जानु है यहाँ मसँग निम्फिसक्यो होइन होला उता नजाउँ होला कहाँ जान्छ त उता माथि जान्छ अब ढिलो भइसक्यो भोक लागिसक्यो भाउजूले चाहिँ लान्छ के उसको बुढालाई माथि अनि बाजेले म लानु आँटेको बुढालाई नडेलाई हुन्छ